मेरो बुढो चाहिँ यहाँ काँक्रा फलिहाल्छ टिप्नु जाँदैछ होइन त्यो तिनवटा टिप्नु है अलि फास्ट गर्नु हाउ लेट यु त्यहाँ आँखा घोच्छ है आँखा घोच्ला है गाइज गाइज मेरो चाहिँ यहाँ हेरौँ न फर्सी सर्सी काँक्रा साक्रा चाहिने जो कारण यस्तो छ गाइज यहाँनिर काँक्रा फल्दैछ गेरौला फल्दैछ बैगुन ड्रागन फ्रुट होइन टक्कसँगले यहाँ चटेला पनि पो छ त हो मेरो त गाइज फेरि यहाँ नयाँ फर्सी आउँदैछ आम्मा मेरो त गाइज यसरी छ यहाँनिर भुइँभरि पनि काँक्रा पो फलिरहेको छ हो मेरो त यहाँ इस्कुस पनि छ गाइज इस्कुस पनि होइन ए ए ए कटाउ न तिमीले 50 रुपियाँ छ मैले गर्नुपर्ने गाइज मेरो फर्सी चाहिँ थाङ्रा थुङ्रीमा टनक्कै फल्दैछ फर्सी छ यो छ लौका पनि दामी फल्दैछ गाइज होइन हेर्नु न अब यो भुइँ नै भरि यसरी फलिहाल्छ के भन्छ गट्टा फर्सीको गट्टा भुइँ नै भरि छ हाम्रो त यस्तो छ है गाइज यसरी बैगुनहरू पनि टनक्कै फलिरहेछ मेरो चाहिँ यो सजिवन पनि रोपेको छु गाइज यता लौका सौका अनि होइन अब कोला त छँदैछ प्लस यहाँ ड्रागन फ्रुटहरू पनि फुलिराखेको छ यता बेसार सेसार लगाइराखेको छु अब आज अदुवाबारी र उता चाहिँ पुग्न सकेन यो मेरो बारीहरू है गाइज बर्खामा सागसब्जीहरू टनक्कै लगाइराखेको छ यस्तो छ गाइस यता छ लु है